माटो चाहिँ एउटा जीवन हो। मतलब यति एकमुठीमा चाहिँ करोडौँ हाम्रो माइक्रो अर्गानिजम छ भने यो यति फिल्डमा कति होला। हाम्रो यो सिक्किमको बेल्टलाई नै हेऱ्यो भने चाहिँ यो सिक्किमको माटो चाहिँ एकदम युनिक छ। अमिलोपन चाहिँ हामीले एउटा पिएच स्केलमा नाप्ने गरेको छ है। सिक्किमको सोल चाहिँ एक्चुअलीमा कस्तो छ भने। नमस्कार सम्पूर्णमा, आजको शुभ दिनमा है सिक्किम एग्री क्लिनिकको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईँहरूलाई एकदम स्वागत जनाउँदै यो माटोको विषयमा विस्तार रूपमा आज यहाँ बताउन गइरहेको छु। आज हामीले माटो कसरी बनिन्छ त भन्दाखेरि हाम्रो ढुङ्गा जो छ है डिसइन्टिग्रेट भएर भन्छ, टेक्निकल टर्ममा वेदरिङ भन्छ है, त्यसलाई टुक्रा टुक्रा भएर पनि माटो बनिने गर्छ। र हामी जीवित प्राणी छौँ है, मान्छे यो जति पनि जीवित जन्तुहरू छ त्यो पनि एक दिन मरेर गएर त्यो पनि माटै भन्ने गरेको छ। तर छुट्टै हाम्रो यो एग्रिकल्चरको माटोलाई हेऱ्यौँ भने चाहिँ जहाँनिर हामीले आज यो खेतीपाती हामीले गरिन्छ, जहाँनिर राम्रो हाम्रो उब्जाउहरू हुन्छ, जसले चाहिँ हाम्रो यो मानव जीवनलाई सहायता पुर्याउँछ, त्यो माटोलाई चाहिँ हामीले कृषिको यो माटो भनेर चिनिने गर्छ है। माटो चाहिँ एउटा जीवन हो। अन्त अर्को चाहिँ हाम्रो माटो चाहिँ एउटा जीवित हो, जीवन हो, यो जिउने आधार हो। माटो चाहिँ हामीले जीवित किन भन्न सक्छौँ भने चाहिँ है, हामीले अब सपोजको लागि यो एउटा हातमा लिएर है माटोलाई हामीले यति माटोमा नै हामीले भन्ने गरेको छ। साइन्टिस्टहरूले प्रुभ गरेको छ कि लाखदेखि करोडसम्म जीवित जन्तु माइक्रो अर्गानिजम भन्छ यो जिउने गरेको छ। मतलब यति एकमुठीमा चाहिँ करोडौँ हाम्रो माइक्रो अर्गानिजम छ भने यो यति फिल्डमा कति होला र यो सारा सिक्किममा कति होला र यो सारा इन्डिया र विश्वमा कति जीवित जन्तु चाहिँ एउटा माटोमा जिएर बसेको छ होला। त्यसले गर्दा चाहिँ यो माटोलाई चाहिँ एउटा जीवित हो भनेर सकिन्छ। जिउने आधार कसरी हो भन्दाखेरि चाहिँ हामीले अब यही माटोमा म आज उभिएर बोलिरहेको छु, यही माटोमाथि हाम्रो घर बनिरहेको छ, हाम्रो गाडी कुदिरहेको छ। र अर्को चाहिँ यही माटोमाथि हामीले खेतीपाती गरेर यसरी हाम्रो बडीमा जे आएको छ त्यो माटोबाट आएको छ। माटो चाहिँ यो जीवनको जिउने आधार पनि हो भन्ने गरेको छु। त्यसले गर्दा योलाई यति महत्त्वपूर्ण चिजलाई चाहिँ हामीले किन नेग्लेक्ट गर्ने त भन्दाखेरि 1 इन्च माटो बनिनुको लागि चाहिँ हामीलाई 1000 सालसम्म लाग्न सक्छ, जो चाहिँ हामीले यो खेतीपातीको लागि प्रयोग गर्न सकिन्छ। खेतीपातीलाई प्रयोग गर्ने माटो भनेको हामीले पुरा मुनि मिटरमा जानु परेन। हामीलाई महत्त्वपूर्ण रहेको हुन्छ 6 इन्चदेखि चाहिँ लिएर चाहिँ हामीले 10-15 फिटसम्म, जो चाहिँ हाम्रो फ्रुट ट्रीहरूले युज गर्ने गर्छ। हाम्रो यो सिक्किमको बेल्टलाई नै हेऱ्यो भने चाहिँ यो सिक्किमको माटो चाहिँ एकदम युनिक छ। युनिक कसरी छ भन्दाखेरि त हामी चाहिँ यो मिड हिमालयन भन्छ है, साह्रै माथि हिमालमा पनि होइन, साह्रै मधेसमा पनि होइन, मिड हिमालयनमा पर्ने चाहिँ सिक्किममा एउटा जोन हो। त्यसमा पनि हाम्रो माटो चाहिँ किन छुट्टै छ भन्दाखेरि चाहिँ नर्मल भाषामा हामीले भन्छ औल छ अरे तलनिर, माथि लेक छ अरे। अब लेक र औल छुट्टिने जग्गा पनि छ हाम्रोमा। सायद आज यो उभिरहेको जग्गा मैले आएर छट्टै हेर्दाखेरि यो लेक औल छुट्टिने जग्गा एउटा ट्रान्जिसन जोन जस्तो देखियो होइन। साह्रै औल पनि होइन, साह्रै लेक पनि होइन। सो यो सन्दर्भमा यहाँदेखि मुनि खोलाको छेउछाउमा हामीले भनौँ त्यसलाई औल। अब अर्को टर्ममा चाहिँ हामीले यसलाई सब ट्रपिकल नाम दिउँ होइन, सब ट्रपिकल। यो हामी जुन आइरहेको छौँ है, यो सब ट्रपिकलदेखि टेम्परेटको मिड एरियामा पर्ने रहेछ। यहाँको रुखपात यो माटो हेर्दाखेरि मैले अब यहाँदेखि माथि टेम्परेट जोनमा पर्ने गर्दछ, धेरै चिसो छ। अब हेरौँ हामीले 300 मिटरदेखि यो 600 मिटरसम्म आउँदा नि यति भेरिएसन देख्यो। न कि तपाईँ बिहार वेस्ट बेङ्गलको सोइलमा हेऱ्यो भने कहीँ देखेसम्मको लागि एउटै खालको चिज देख्न पाइन्छ, एउटै माटो देख्न पाइन्छ। तर हामीले यो 300 मिटरमा यति भेरिएसन देख्यो भने चाहिँ हाम्रो सोइल युनिक भएन त। मैले यहाँ तल खोलाको बगरको माटोलाई रिसर्च गरेर हेरेर यहाँको कमेन्ट दिनु सक्दिनँ होइन, यहाँको हामीले इन्टरप्रिटेसन निकाल्न सक्दिनँ। यहाँको माटोको विषय मैले यहाँनिर अध्ययन गरेर माथि फोङ्लासम्मको है, चाहे त्यो राबङ्ला होस्, नर्थ सिक्किमको त्यो जङ्गु होस्, त्यो हामीले दिन सकिँदैन। हाम्रोमा यो माटोमा एउटा अर्डर हुन्छ है, यो अर्डर चाहिँ कुन चाहिँ अर्डरमा हाम्रोमा भेरिएसन हुने रहेछ भन्दा चाहिँ मैले जतिसम्म अहिलेसम्म हेरेको रिसर्च स्कलरले जति पनि हालेको छ सिक्किमको बारेमा है, मिड हिमालयन रेन्जको बारेमा, त्यसमा हेर्दा चाहिँ 4टा अर्डर चाहिँ हामीले पाएको छौँ है। त्यसमा हामीले एन्टिसोल, इन्सेप्टिसोल, मोलिसोल र हिस्टोसोल भनेर पाएको छौँ। सिक्किमको सोइल चाहिँ
अब टेक्स्चरमै हेर्नु पऱ्यो भने यसको टेक्स्चर भनेको यो कस्तो खस्रो रहेछ कि है दरिलो रहेछ कि यो हेर्दाखेरि चाहिँ लोमी स्केलेटल सोइल भनेर कहीँ पाइयो है। कोही जग्गा हामीले पायो सेन्डी क्ले लोम पनि पायो, सेन्डी लोम पनि पायो। अब सेन्डी क्ले लोम भनेको चाहिँ यो तिनवटा बुझौँ। सेन्ड भनेको बल्ल भइगयो, सिल भनेको यो टल्किने माटो भइगयो, क्ले भनेको हामीले खेल्दाखेरि हिलो बनाउँदा पटहरू बनाउँदा जोडिने माटो एकदम। त्यसमध्येमा चाहिँ क्लेवाला यो सोइलले चाहिँ हामीलाई पानीलाई पक्रिनुको लागि एकदम राम्रो गर्छ। जुन पनि सेन्ड हुन्छ बलुवा हुन्छ त्यो बलुवाले चाहिँ पानीलाई पक्रिन अलिकति कम्ती क्षमता हुन्छ। र यो सिल्ट है, यस सिल्टको कम्ती नै भूमिका छ एग्रिकल्चरमा। र यो हामीले यो तिनवटाको पर्सेन्टेज चाहिँ है अब हाम्रो माटोमा अब राम्रो प्रकारको छ भने चाहिँ एग्रिकल्चर राम्रो सुट हुन्छ। अब क्रपमा हामीले हेरौँ सिक्किममा है अमिलोपन, एसिडिटी, अमिलोपन भनेर पुरा चर्चित छ। यो अमिलोपन चाहिँ किन हुन्छ अब त्यो पनि एउटा विषय छ है। यसको हामीले अमिलोपन कसरी हटाउने के गर्ने त यो त छुट्टै भिडियो तपाईँको सामु हामीले साझा गर्नेछौँ आउने भविष्यमा। तर आजै चाहिँ अमिलोपन चाहिँ किन हुन्छ त्यति चाहिँ म अलिकति 30 सेकेन्डमा बताउनेछु। हाम्रोमा है एनुअल प्रेसिपिटेसन भन्छ है, पानी पर्ने हाम्रो मात्रा छ हाम्रो 2000 लिएर 3800सम्म एमएम भन्छ है, मिलिमिटरसम्म चाहिँ सिक्किमको क्षमता छ। त्यो क्षमता हुँदाखेरि कसैले भन्दैछ नर्थ सिक्किममा त 7 महिनासम्म पानी पर्छ कन्टिन्यू। इभन मेरो है खिचिपेरी वेस्टमा पनि 7 महिना त भन्दैन, 6 महिना चाहिँ नेट पानी पर्छ। अब उहिलेको मान्छेले यसरी कल्ला बनाएर चाहिँ हामीले माटोलाई सस्टेन गरेर राख्यौँ, त्यो उहिलेको तरिका हो। किन राख्दै रहेछ भन्दाखेरि चाहिँ यहाँ भएको हाम्रो मल पानी बगेर लान्छ, त्यसले गर्दाखेरि चाहिँ त्यो जोगाउनुको लागि चाहिँ कल्ला बनायो। यो प्लास्टिक मल्चिङ होइन, स्ट्र मल्चिङ भन्ने कुरा आयो, त्यो पनि सेम प्रक्रिया छ। लाइन सोइङ भन्ने कुरा पनि सेम प्रक्रियामै बेस छ है। त्यसले गर्दाखेरि चाहिँ हामीले आज त्यो नीति अप्नाइरहेको छौँ। अमिलोपन किन हुन्छ, बेसी पानी पर्छ है। हाम्रो केटाइन्स भन्छ जो चाहिँ बेस केटाइन्स भन्छ है, बेस केटाइन्समा है क्याल्सियम र हाम्रो मेग्नेसियमहरू आउँछ है। त्यो मेग्नेसियमहरू चाहिँ पानीमा चाहिँ छिट्टै घोल्ने गरेको छ। जस्तै हामीले नुनले पानीमा फिटाउँदाखेरि छिट्टै फिटिजान्छ नि, किन भन्दाखेरि त्यसको त्यो घोल्ने क्षमता चाहिँ नुनको चाहिँ बेसी छ पानीसँग। त्यसले गर्दा चाहिँ हाम्रो बेसी पानी पर्दा चाहिँ त्यो हाम्रो क्याल्सियम र मेग्नेसियम आयन चाहिँ त्यसरी नै घोलिएर ऊ चाहिँ छिट्टो जाने गर्छ। रहेको हाइड्रोजन र हाम्रो एल्युमिनियम अर्को तत्त्व हुन्छ है, त्यो चाहिँ यो माटोले पक्रेर राखिराख्छ। अब क्याल्सियम उता गएकै छ, हाम्रो मेग्नेसियम पानीमा गएकै छ, हाइड्रोजन र एल्युमिनियम चाहिँ पक्रेर राखेको छ। अब यो अमिलोपन चाहिँ हामीले एउटा पिएच स्केलमा नाप्ने गरेको छ है। पिएच स्केल भनेको 7 देखि मुनि हाम्रोमा नम्बर आयो भने त्यसलाई हामी अमिलोपन रहेछ, एसिडिक रहेछ भन्छ। अब यो एसिडिक केले गर्छ भन्दाखेरि जुन माटोमा चाहिँ हाइड्रोजन आयन भन्छ है तत्त्व, अन्त एल्युमिनियम भन्ने तत्त्व चाहिँ मात्रा बेसी भयो भने चाहिँ हाम्रो माटो अमिलो हुन्छ। यो माटो चाहिँ हाम्रो कृषकहरूले है, हामीले अहिले एग्रिकल्चर फार्मिङ गरिरहेछ कसरी चाहिँ सस्टेन गरिरहेछ त। सिन्थेटिक फर्टिलाइजर भन्छ है, जुन कारखानाबाट बनिएको खादहरू, त्यो त पुरै हाम्रोमा ब्यान छ है। रहेको जति पनि हाम्रो अर्ग्यानिक फर्टिलाइजर छ, जति पनि इनपुट छ त्यही प्रयोग गरेर चाहिँ आज हामी सस्टेन भइरहेको छौँ। तर यो माटोमा है त्योभन्दा बेसी चाहिने पनि हुन्छ। र यो सिक्किमको माटो चाहिँ कसरी सस्टेन गरिरहेछ भन्दा चाहिँ मैले है आफै आफ्नो अनुभव व्यक्त गर्दाखेरि चाहिँ यो माटो चाहिँ हाम्रोमा है, यो मैले अघि अर्डर 4टा भनेको थिएँ है, तपाईँहरूले हेर्नु सक्नुहुन्छ, त्यहाँनिर लेखेर पनि हालिदिन्छ। अन्त यो अर्डरभित्रमा चाहिँ हाम्रोमा पर्ने यो हिस्टोसोल र एन्टिसोल भन्छ। यो एन्टिसोल भनेको चाहिँ हाम्रोमा यो प्रोफाइल डेभलपमेन्ट चाहिँ राम्रो भएको छैन, मतलब न्यू सोइल भनौँ न, बच्चा सोइल भनौँ न, जसको चाहिँ राम्रो बनिएको छैन सोइल। त्यसको माथि पनि हाम्रोमा अर्ग्यानिक म्याटर कन्टेन्ट चाहिँ एकदमै हाई भएकोले गर्दाखेरि है, मल जल लाउँदाखेरि एफआइएम लाउँदा पनि हामीले अर्ग्यानिक म्याटर नै एड गर्ने गर्छ। त्यो भएकोले गर्दा चाहिँ जुनै पनि प्यारामिटर हामीले ल्याबमा लगेर टेस्ट गर्दा पनि एउटा अप्टिमम है ठिकैको छ भन्ने देखाउने चाहिँ देखाएको छ। तर त्यसको मतलब यो होइन कि छ भन्दैमा हामीले राम्रो प्रड्युस गर्न सक्छ भन्ने चाहिँ त्यस्तो चाहिँ छैन। किनभने हामीले हस्पिटलमा एउटा आइसियुमा भएको मान्छेलाई अक्सिजन त लगाउँछौँ, त्यो अक्सिजन त एकछिन जिउनुको लागि मात्रै दिएको हो नि होइन। खास चाहिने त ऊ जाति भएर
यो इन्भाइरोमेन्टबाट मजाले लिनुपर्ने, अक्सिजन हो खानुपर्ने, त्यस्तै भइरहेको छ है। यो अर्ग्यानिक म्याटरमा डिपेन्ड गरेर चाहिँ हामीले सानो मात्रामा यो एग्रिकल्चर चाहिँ सस्टेन गरिरहेको छ। र यो सिक्किम एग्री क्लिनिकको माध्यमबाट चाहिँ यो पनि जागरण गर्न सक्छौँ कि हाम्रो सिक्किमको माटो चाहिँ त्यस्तो है राम्रो त छ भन्न सक्छ, तर सस्टेनेबल फ्युचरको लागि हेर्नु पऱ्यो भने चाहिँ अध्ययन गर्नु है, यस्तै मतलब माटोको विषयमा सबले जान्नु चाहिँ जरुरत छ जस्तो लाग्छ मलाई।